आदरणीय अभिभावकज्यूहरू सादर नमस्कार। श्री जनता माविले शैक्षिक सत्र 2082 अन्तर्गत गत चैत्र 6 गतेदेखि 15 गतेसम्म सञ्चालन गरेको वार्षिक परीक्षा सम्पन्न भइसकेको बेहोरा तपाईहरूलाई सर्वविदितै छ र विद्यालय परिवार उक्त परीक्षाको परीक्षाफल तयार गर्ने प्रक्रियामा रहेको कुरा पनि निवेदन गर्न चाहन्छौँ। आदरणीय अभिभावकज्यूहरू, विद्यालयले गत शैक्षिक सत्रदेखि नै तपाईँहरूको सहजताका लागि वार्षिक परीक्षाको परीक्षाफल आफ्नो विद्यालयको आधिकारिक वेबसाइट मार्फत प्रसारण वा प्रकाशन गरिरहेको बेहोरा पनि तपाईँहरूलाई जानकारी नै छ र यस वर्ष पनि विद्यालयको वेबसाइट मार्फत नै घरमै बसेर आफ्ना नानी बाबुहरूको ग्रेड सिट सहितको परीक्षाफल हेर्न सकिने व्यवस्था गरिएको बेहोरा पनि जानकारी गराइन्छ। अब त्यसको लागि तपाईहरूले मोबाइल वा ल्यापटपको गुगल वा सर्च इन्जिनमा गएर जनता सेकेन्ड्री स्कुल सकाइल सर्च गर्नुभयो भने विद्यालयको वेबसाइट देखिनेछ। जस्तै मैले गुगलमा जनता सेकेन्ड्री स्कुल डडेलधुरा भनेर सर्च गरेँ भने यो गुगलले यो सुरुमै हाम्रो स्कुलको वेबसाइट सहितको जनता सेकेन्ड्री स्कुल भनेर देखाउनेछ। अथवा यहाँ माथि गुगलको सर्च बारमा हाम्रो विद्यालयको वेब एड्रेस www.janatas.dadelthura.edu.np अथवा www.janatasdadelthura.edu.np भनेर सर्च गर्नुभयो भने त्यसले तपाईलाई विद्यालयको आधिकारिक वेबसाइटभित्र पुर्याउनेछ। आदरणीय अभिभावकज्यूहरू, विद्यालयको वेबसाइटबाट यहाँ माथि यो मेनु अप्सनबाट पनि यो 5औं नम्बरमा रहेको बटनमा क्लिक गर्नुभयो भने त्यहाँबाट पनि तपाईले नतिजा हेर्न मिल्ने पोर्टलमा पुग्न सक्नुहुन्छ। अथवा यदि तपाईँ मोबाइलबाट वेबसाइट एक्सेस गर्नुभएको हो भने वेबसाइट खोल्ने बित्तिकै एउटा यो हरियो पृष्ठभूमिमा सेतो अक्षरमा शैक्षिक सत्र 2082 को वार्षिक परीक्षाको परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने एउटा पपअप विन्डो देख्नुहुन्छ र तपाईले यहाँ क्लिक गर्नुभयो भने रिजल्ट हेर्न मिल्ने पोर्टलमा पुग्नुहुन्छ। आदरणीय अभिभावकज्यूहरू, आजसम्म विद्यालयले आफ्नो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन। यदि प्रकाशित रिजल्ट प्रकाशित भइसके पछाडि तपाईहरूले यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। जसमा चाहिँ श्री जनता मावि सकाइल डडेलधुराको अनलाइन परीक्षा पोर्टलमा स्वागत छ भन्ने पपअप विन्डो देख्नुहुन्छ र त्यसपछि यहाँनिर क्लास छान्न मिल्ने ड्रप डाउन एरो भएको एउटा बक्स देखिन्छ। त्यहाँबाट तपाईले आफ्ना नानी बाबुहरूको कक्षा छनौट गर्न सक्नुहुन्छ। जसबाट क्लास 1, क्लास 2, क्लास 3, क्लास 4, क्लास 6, क्लास 7 एन्ड क्लास 9 भनेर राखिएको छ। जस्तै तपाईको नानी बाबु कक्षा 1 मा पढ्छ भने कक्षा 1 अथवा क्लास 1 चुज गर्नुहुन्छ र त्यसपछि यतापट्टिको बक्समा विद्यार्थीको सिम्बल नम्बर राख्नुहुन्छ। यदि तपाईको मोबाइलमा यो विन्डो सानो देखिएको छ भने कृपया जुम गरेर त्यसलाई ठूलो बनाउन सक्नुहुनेछ र त्यसपछि यहाँ सिम्बल नम्बर राख्न मिल्ने कोठामा
आफ्ना नानी बाबुहरूको सही सिम्बल नम्बर राख्न हुन अनुरोध छ। सिम्बल नम्बर विद्यार्थीहरूलाई प्रवेश पत्र वितरण गर्दाखेरि उक्त प्रवेश पत्रमा विद्यार्थीको नाम, सिम्बल नम्बर स्पष्ट उल्लेख गरिएको बेहोरा पनि जानकारी गराउँदछौँ। जस्तै म उदाहरणको लागि एउटा सिम्बल नम्बर यहाँ राख्छु, 82117709। र प्रत्येक विद्यार्थीको लागि सिम्बल नम्बर छुट्टा छुट्टै राखिएको छ। कृपया सिम्बल नम्बर सही र शुद्ध राख्नुहोला। त्यसपछि तेस्रो बटनमा यहाँनिर गेट रिजल्ट भन्ने अप्सन देखिन्छ र यहाँ क्लिक गर्नुभयो भने तपाईले आफ्ना नानी बाबुहरूको ग्रेड सिट सहितको नतिजा प्राप्त गर्नुहुनेछ, जसमा यहाँ जिपिए सहितको रिजल्ट लेख्न सक्नुहुन्छ। यदि तपाईका नानी बाबुहरूको जिपिए यहाँनिर 00 आएको छ भने यसको अर्थ तपाईको नानी बाबु नन ग्रेडेड भएको हो भन्ने कुरा बुझ्नुपर्नेछ। त्यसका लागि अब यतापट्टिको विषयगत ग्रेड हेरेर पनि तपाईको नानी बाबु यसपालिको परीक्षामा पास भएको हो वा ग्रेडेड भएको हो वा होइन भन्ने कुरा हेर्न सक्नुहुन्छ। यदि तपाईको नानी बाबुको प्रत्येक विषयमा एनजी छैन र यता जिपिए कुनै न कुनै अङ्क देखिएको छ भने तपाईको नानी बाबु यस वर्षको परीक्षामा ग्रेडेड भएको हो भन्ने कुरा बुझिन्छ। तर यदि तपाईको नानी बाबुको कुनै 2वटा विषयमा एनजी ग्रेड प्राप्त गरेको छ भने तपाईको नानी बाबु ग्रेड वृद्धि परीक्षा दिन पाउने भन्ने कुरा बुझ्नुपर्ने छ। र यदि तपाईका नानी बाबुको कुनै 3वटा विषय वा 3भन्दा बढी विषयमा एनजी ग्रेड प्राप्त गरेको छ भने तपाईको नानी बाबु यस वर्षको परीक्षामा नन ग्रेडेड भएको हो भन्ने कुरा बुझ्न पनि हार्दिक अनुरोध गर्दछौँ। आदरणीय अभिभावकज्यूहरू, यो भिडियोले तपाईहरूलाई आफ्ना नानी बाबुहरूको परीक्षाफल हेर्नमा सहयोग गर्नेछ भन्ने विश्वासका साथ आजको यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको भिडियोबाट हामी पनि बिदा हुन्छौँ। हस्, नमस्कार, धन्यवाद, शुभ दिन।